हेलो एभ्रिवान, अहिले चाहिँ चैत 2081 चलिरहेको छ एन्ड अहिले चाहिँ म हजुरहरूलाई मेरो घरको छतमा चाहिँ कुन कुन फ्लावर छ के भइरहेको छ त्यो अपडेट दिन्छु ल। मसँग चाहिँ यहाँ हाम्रो अर्किड छ, यो चाहिँ ओरेन्ज कलरमा छ एन्ड मसँग यहाँ रेड कलरमा पनि छ। रेड यहाँ पनि छ हजुरको, यो चाहिँ हाम्रो यत्रो माटोको भासमा छ। यो फर्स्ट प्लान्ट भयो। त्यसपछि अर्को हामीसँग यहाँ चम्पा फुलिरहेको छ। यो चम्पा चाहिँ मैले मेरो नानीको घरबाट लिएर आएको हो। सो यहाँ नानीको सम्झना पनि छ एन्ड यो चाहिँ रेड कलरमा छ, फुल्न लागेको। अनि अहिले चाहिँ हाम्रो यो लिली फुलिरहेको छ, यो चाहिँ बल्बबाट 1 2 3 हैन, भित्रभित्र नि सानो आइरहेको छ। सो चैतमा चाहिँ के आइरहेछ म त्यो देखाइरहेको छु है हामीसँग। यहाँ त्यसपछि गोदावरी छ, यो चाहिँ हाम्रो लास्ट इयरको जुन मरिसकेको बोट हो त्यसलाई कट अफ गरेपछि चाहिँ नयाँ आएको हो। त्यसपछि हामीसँग यहाँ ब्यागुटीहरू छन्। सो पार्ट 1 को लागि यति नै। नेक्स्ट भिडियो चाहिँ म पार्ट 2 मा बनाउँछु। सो हजुरहरूको पनि गार्डनमा अहिले के फलिरहेको छ, प्लान्ट अपडेट्सहरू के छ हामीसँग सेयर गर्नुहोस्। एन्ड हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नुहोस् एन्ड लाइक, सेयर एन्ड कमेन्ट। Happy See you gardening all. with Glips Love Garden. you.